मेलिना राई। मेलिना राई भनेको एउटा सिङ्गिङ क्षेत्रमा राम्रो गाउने गायिका हुन्, तर कोचको क्षेत्रमा यिनको अब्बलता छैन रहेछ भन्ने यो भिडियोले देखाउँछ है। एउटा सिङ्गिङ क्षेत्रमा कन्फिडेन्टै नभएको, सिङ्गिङको चाहिँ कुनै ल नै थाहा नभएको है, त्यति कन्फिडेन्टलेस, त्यति चाहिँ सिङ्गिङमा भनौँ न त्यो आफ्नो कन्फिडेन्स दिन नसक्ने, लिरिक्स बिर्सने व्यक्तिलाई सबैजनाको सिटलाई चाहिँ टर्न गरिदिएर लास्टमा चाहिँ मनै नभएको व्यक्ति प्रमोद खरेलकोमा प्रमोदलाई चुज गर्यो कन्टेस्टेन्टले, अनि प्रमोदले चाहिँ एक्सेप्ट गर्नु परेको छ के। पहिला यो भिडियो हेर्नुहोस् त। सो म कोच प्रमोदकोमा जान चाहन्छु। हो साथीहरू, प्रमोदले त्यो कन्टेस्टेन्टलाई आफ्नो टिममा लिइराख्दाखेरि प्रमोद खुसी छैनन् क्या, हामीले त्यो फिल गर्न सक्छौँ। प्रमोदले सुनिरहेको थियो, घुम्ने नघुम्ने उसको इच्छा हुन्थ्यो। मेलिना राईले बस गरिदिएर, अर्काको चेयर बस गरिदिएर प्रमोद घुम्न बाध्य भए, अनि उसको नाम चाहिँ के रह्यो, फो चेयर टर्न भन्ने रह्यो क्या है। यो टर्न होइन कि टर्न गराइएको हो, मेलिना राईको यो मिस्टेकले टर्न भएको हो। यो कन्टेस्टेन्टले त्यति राम्रो गाएको पनि होइन। लोकदोरी गीत यो स्टेजमा गाउँदाखेरि अलिकति कन्फिडेन्ट भएर गाउनु पर्थ्यो, सबैजनालाई इन्टरटेनमेन्ट दिने तरिकाले गाउनु पर्थ्यो, तर मेलिनाको जबरजस्तीले गर्दाखेरि सबै कोचहरू टर्न भए। यसमा मलाई लाग्छ मेलिना र खेमबाहेक राजु र प्रमोद चाहिँ टर्न हुने थिएनन्, तर मेलिनाको यो मिस्टेकले गर्दाखेरि सबैजना, चारैजना कोचहरू चाहिँ टर्न हुनुभयो। तर यो टर्न हुनुभएको होइन, मेलिनाले गराएको हो भनेर म बुझ्छु। द भोइस अफ नेपाल भनेको एकदम सिङ्गिङ रियालिटी सो जहाँ चाहिँ ट्यालेन्टेड सिङ्गरहरू आएर गीत गाउने गर्छन्। यस्तो सिक्दै गरेको व्यक्ति जो चाहिँ गाउँदा गाउँदै लिरिक्स बिर्सन्छ, त्यस्तो व्यक्तिलाई चारवटै चेयरहरू टर्न गराएर मेलिनाले ठुलो मिस्टेक्स गरेकी छिन्। अझ त्यस्तो कन्टेस्टलाई पनि ल्याउनको लागि फेरि के विधि नाटक गरेको। प्रमोदकोमा मन नहुँदै प्रमोदले एक्सेप्ट गर्नु परेको छ होला, भोलिको दिनमा ब्याटल होला, सिकेर अलिकति इम्प्रुभमेन्ट होला, त्यो आफ्नो ठाउँमा छ। तर यो कन्टेस्टेन्टले जुन गीतहरू गाएका छन् ती गीतहरूमा त्यति अब्बलता चाहिँ म देख्दिनँ है। कोच मेलिना र खेमले बाहेक राजुले पनि त्यति फोर्स गरेका थिएनन्, प्रमोदले त झन् फेसै गरेका थिएनन्। तर कन्टेस्टेन्टले म प्रमोदको टिममा जान चाहन्छु भनेपछि प्रमोद त्यति खुसी भएको, मैले त्यति ह्याप्पी भएको मैले फिल गरिनँ है साथीहरू। तपाईँले के गर्नुभयो, बरु यो कन्टेस्टेन्टले भन्दा अलिकति अगाडि आउने कन्टेस्टेन्टले गाउँदाखेरि एकदम राम्रो थियो। यसमा न खेम घुम्यो, न चाहिँ मेलिना घुमे, न चाहिँ राजु, न चाहिँ प्रमोद घुम्न सफल भयो। यो चाहिँ कहीँ कतै यो डिरेक्टरको माध्यमबाट चल्छ कि यो भोइस पनि चाहिँ कसै न कसैको हातबाट पो भइरहेछ कि जजहरूले चाहिँ टर्न, डिरेक्टरले टर्न हुनुपर्छ है यो कन्टेस्टेन्टमा भनेर चाहिँ उनीहरू टर्न हुने हो कि, मैले सोच्नै सकिरहेको छैन। यो कन्टेस्टेन्टले गीत गाउनुभन्दा अगाडि अघिल्लो कन्टेस्टेन्टले यस्तो राम्रो गीत गाएका थिए। यो भिडियो पनि एकछिन हेर्नुहोस्। हो साथीहरू, यो कन्टेस्टेन्टको भन्दा यो कन्टेस्टेन्टको चाहिँ एकदम राम्रो छ प्रस्तुति, पर्फर्मेन्स, गीत सिलेक्सन पनि यति दामी छ कि कुरै गरेर साथ देखेन। मलाई लाग्थ्यो एउटा न एउटा कोचहरू चाहिँ टर्न हुनुहुन्छ, तर कोही पनि टर्न भएनन्। यो चाहिँ डिरेक्टरकै माध्यमबाट भनसुन हुन्छ कि जस्तो मलाई फिल भएको छ। हुन त बारम्बार द भोइस अफ नेपाल चाहिँ विवादित नै बन्छ, यो विवादित सिङ्गिङ रियालिटी सो नै हो। नेपाल आइडल जस्तो अनि अरू रियालिटी सो जस्तो यो खासै पनि छैन, तर यसमा चाहिँ अलिकति बढी फ्यान फलोवर्स भएको भएर, अलिकति बढी हेरिने भएर त्यो हिसाबले पनि यो पपुलर देखिन्छ। तर यो एकदम निष्पक्ष रूपमा चाहिँ छैन। यसमा कुनै न कुनै किसिमले भनसुन हुन्छ, पैसाको चलखेल हुन्छ भनेर त हामीले बारम्बार भनिरहेका छौँ। त्यो हामीले प्रत्यक्ष देख्ने कुरा पनि हो जस्तो मलाई लाग्छ। तर कोच मेलिनाको यति ठुलो मिस्टेक्सले गर्दाखेरि चाहिँ राम्रा ट्यालेन्टहरू, यो कन्टेस्टेन्टको कारणले पछि आउने राम्रा ट्यालेन्टहरू त रेसिभ हुन नपाउने भयो नि त हैन। गाउँदा गाउँदै लिरिक्स बिर्सने, त्यो पनि ब्लाइन्ड अडिसनमा। अरूको बेला त एक्सक्युज गर्न सकिन्छ क्या, ब्लाइन्ड अडिसनमा गएर लिरिक्स बिर्सनु भनेको त्यो त यार मान्ने होइन नि त। मेरो हिसाबमा चाहिँ त्यो मान्ने होइन जस्तो मलाई लाग्छ। कोच मेलिनाको कारणले गर्दाखेरि सबै चेयरहरू टर्न भए, तर नाम चाहिँ के भयो, 4 चेयर टर्न भन्ने भयो। तर कन्टेस्टेन्ट चाहिँ फाल्न योग्य, पिकअप गर्न लायकको थिएनन्, तर पनि पिकअप भए। किन भन्दाखेरि कोच मेलिनाको यो मिस्टेक्सले गर्दाखेरि यो सबै भएको हो जस्तो मलाई लागेको छ साथीहरू। अनि यस्तो कारणले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि राम्रो ट्यालेन्टहरू चाहिँ पछि पर्छन् अथवा रेसिभ हुन पाउँदैनन्।
नराम्रो ट्यालेन्ट अथवा पछि गएर ब्याटलमा पनि राम्रो गर्न नसक्ने, लिरिक्स बिर्सने, त्यसै गरी आफ्नो पर्फर्मेन्सको हिसाबले पनि कन्फिडेन्ट नभएको ट्यालेन्टहरू चाहिँ भित्रन्छन्। तपाईँहरूलाई के लाग्छ साथीहरू कमेन्ट गर्नु होला। धेरैले मलाई नराम्रो पनि भन्नुहुन्छ, तर यो आफ्नो ओपिनियन हो, तपाईँहरूको पनि ओपिनियन हुन्छ। मलाई नेगेटिभ कमेन्ट चाहिँ नगर्नु होला।